आज चाहिँ हामी आगो हेर्न आएको पुरै आगो जलेर यहाँ खतरनाक भएको छ। अहिले यिनीहरू पनि आएको छन् हेर्न। यी पुरै आगो लागेर यो चाहिँ नल जलाउँदाखेरि लागेको थियो। मैले पनि हिजो आगो झन्नै जलाइसकेको थिएँ तर हामीले लिभाइसकेँ। तर यहाँ चाहिँ पुरै डेन्जर आगो लागेको थियो। यो समीक्षाले चाहिँ हिजो भनेको थिएँ यो पुरै जङ्गल आगो लाग्नु हो। यसले भनेको पुरै म्याजिक हुन लाग्छ यहाँ। यी पुरै आगो लागेर जिन हावाले जिन यसले फोर्स जल्नको लागि फोर्स दिएछ। यिनीहरू चाहिँ इमान्दारी काम गर्दैछन्। यी यहाँ चाहिँ पुरै आगो जलेर नगर आगो जलेर मात्रै भित्र आइसकेको छु। ए नगर यहाँ आगो जलिसकेको छ। यहाँ चाहिँ पुरै के भनौँ पुरै डराउनु भएको छ। यी पुरै सेम पहाडमा गएको फिल हुन लाग्छ। अरू केही भन्न चाहदिनँ। त्यति भए पुग्छ भन्न त चाहन्छु। हेर्नु यो मानिन्छ। यी पुरै आगो जलेर यहाँदेखि त्यहाँ घरसम्म पनि जान छ। यी हेर्नु पुरै घरसम्म जान छ। यो चाहिँ जङ्गल जान छ। यो चाहिँ जङ्गल जान छ। म भित्र जान्न। अहिले त मेरो मम्मी तिनीहरू पनि आइसकिनु पर्छ। कहाँदेखि आयो भन्न माग्दैन तर यो चाहिँ नल जलाएर आएको हुनुपर्छ फिक्स। मलाई चाहिँ तर फिक्स चाहिँ थाहा छैन। पुरै यहाँ पुरै कालो भएको छ। हरियो जमिन कालो भएपछि कसै नराम्रो लाग्दैन। जसले पनि लाग्छ। यो चन्द्रा चाहिँ डर मान्दिनँ। यो पुरै घुम्न लाग्छ। कहाँ जानलाई चाहिँ यो थाहा छैन तर कहाँ जानलाई चाहिँ जा जसले तिनीहरूलाई बोलाए। ए तर जो तिनीहरूलाई बोलाइया पनि जा। पुरै आगो जलेर यिनी चाहिँ मम्मी हुन्। आगो हेर्नका लागि आएको छ। त्यहाँनिर पनि जलेछ। उतातिर हुन्छ। हामी चाहिँ भाग्न लाग्छौँ किनकि हामी अरूले जलायो भनेर कहीँ हामीले परेपछि मैले चाहिँ अघिदेखि भिडियो बनाइरहेको छु। मलाई तपाईँलाई थाहा नै छ। म अघिदेखि घर भर्खर हामी आगो जलेको यो यस्तो अब धुवाले मात्रै हो। धुवा नभएपछि त हामी थाहा पाउँथेन आगो जलेछ भनेर। कहीँ हामीहरूलाई बाजाले चाहिँ म चाहिँ फेरि सहन सक्दिनँ। हिजो जल्न लाग्थ्यो त्यही पनि म तपाईँलाई देखाएको छु। हिजो जल्न थियो। आजसम्म आगो चाहिँ किन बस्नु नसक्यो। हिजो चाहिँ मैले नलमा आगो हालेँ। यो चाहिँ जङ्गलको भ्यू रहेको छ। यिनी चन्द्रा चाहिँ इन्ट्रोडक्सन नदिने गरे थाहा छैन तर यहाँ चाहिँ मालु रहेको छ। हामी चाहिँ पहिल्यैदेखि यहीँ खेलिरहेको। यो चाहिँ हामीहरूको घरको भ्यू रहेको छ। हामी चाहिँ अब 6 क्लासमा गएर एक्साइटेड भएको छु किनकि 5 क्लासमा चाहिँ धेरै भस हुन्थ्यो तर 6 क्लासमा पनि त्यस्तै हुन्छ। तर 6 क्लासमा गयो भनेर मलाई लाग्छ 6 क्लासमा गएर धेरै राम्रो लाग्छ किनकि 6 क्लासमा गयो भनेर धेरै साथीहरू पनि हुन्छन्। मेलिला पनि हुन्छ। धेरै एजुकेसनको धेरै पनि पर्छ। त्यस्तैले हो। मैले चाहिँ भ्लग बनाएको धेरै भइगयो छ। त्यो आगो चाहिँ त्यहाँ बहुत धेरै जलिरहेको छ। रुख पनि किन जलिरहेको छ। यो चाहिँ हिजो आगो जलेको। यो चाहिँ हाम्रो घरको अगाडिको साइड बहुत फोहोर राखेको छ। तली चाहिँ बिचपट्टा रहेको छ। हामी पनि बिचपट्टा हेर्नु तर हामी चाहिँ यहीँ बसेको छौँ। मेरो घरको छायाहरू। यो चाहिँ मेरो घर हो। यो चाहिँ सानीमाको घर हो। यिनीहरू चाहिँ आज लिपलाप हुँदैछ किनकि किन हुँदैछ किनकि घर सफा राख्नुपर्छ। घर सफा होइन गाई बिहे आउला छ त्यस्तैले हो। बिहे आएर हो। हाम्रो पनि 3-4 चोटि लिपिसक्यो। यो चाहिँ यो बाइक रहेको छ दिदीको। मैले चाहिँ एकचोटि बाइक सिक्ने भनेको तर मलाई सिकाउँदैन किनकि मेरो खुट्टै पुग्दैन। उनी चाहिँ मलाई भ्लग बनाएर हाँस्दैछन्। मेरो भ्लग खुट्टै पुग्दैन। साँच्चै पुग्दैन।
हिँड्नु नि पुग्दैन। ऊ चाहिँ डन हो। मैले फर्स्ट सेकेन्ड भ्लगमा देखाएको थिएँ तपाईँलाई। यो चाहिँ यहाँ कहाँको डन हो। यो चाहिँ यहाँकै हो, माथि खगाउँको डन हो। यो माथि खगाउँको डन हो। यो चाहिँ बाइकको साथी। आज तपाईँले देख्नुभयो होला जङ्गलमा आगो जल्यो हो। जङ्गल नजिक केही जलाउनुहुन्न, किनकि नल जला पनि हेरिराख्नुपर्छ। किनकि जङ्गलमा गएपछि के हुन्छ तपाईँलाई थाहै नै छ। जङ्गलमा गएपछि हामीहरूको जङ्गलको घरनिर मान्छेलाई हानि हुन्छ र धेरै मान्छेले त दौरा पनि हुन्छ भनेर खुसी भइराख्नु भयो होला। तर चाहिँ हामी खुसी छैनौँ, किनकि अक्सिजन दिने बिरुवाले हामीहरूलाई छाडेर जाँदा हामीलाई कस्तो हुन्छ। हरियो जमिन कोही कालो भएको देख्न चाहन्छ, कोही देख्न चाहन्न। त्यस्ताले हरियो राखौँ र जल काटेको ठाउँमा पनि दुईवटा बिरुवा रोपौँ, यही भन्न चाहन्छु। हस्त धन्यवाद भन्न चाहदिनँ। अलिपछि के हुन्छ म तपाईँलाई देखाउने छु। यो चाहिँ ठोट्टा जन यसले चाहिँ अचार चोरेर आएको छ। अचार मम्मी जब काट्न गइरहेकी छिन्। यो चाहिँ मुखमुखी लाग्छ, झगडा लाग्छ। यी घरको भ्यू त यस्तो देखेको छ। लाग्छ नि मम्मी किन हान्यो? बच्चाले अचार खाँदा नि खानु त पर्छ, तर मुखमुखी लाग्न लाग्छ भाइ चाहिँ। यो चाहिँ फुल हो। यो छाया, गर्मी हुने महिनामा छाया चाहिन्छ। यु नो आई नो वान आई से यु द्याट इज गिभ रिस्पेक्ट एन्ड टेक रिस्पेक्ट, बट आई द्याट चिल्ड्रेन इड नट गिभ रिस्पेक्ट एन्ड नट टेक रिस्पेक्ट। यु न किनकि त्यो मुखमुखी लाग्यो, त्योले रिस्पेक्ट दिएन। मम्मीले पनि दिनु भएन, त्यसले रिस्पेक्ट दिएन, मम्मीले दिएन। त्यसले त अचार चोरेर खाथ्यो। गाइज तपाईँलाई भन्न चाहन्छु धेरै, तर यो चाहिँ मेरो मोबाइल होइन गाइज। मेरो मोबाइल भएपछि म तपाईँलाई फुल भिडियो देखाउँथेँ। आगो जलेको, आगो चाहिँ अझलजी धुकाइरहेको छ। त्यहाँ आगो जलिरहेको छ। यिनीहरू चाहिँ खलो लिप्न लाग्छ नि। यो चाहिँ मेरो खलो चाहिँ लिपिसकेको छ। म तपाईँलाई एक चिज देखाउँछु। त्यो चाहिँ मेरो कोठा हो। यिनीहरू चाहिँ काम भएर बसेछन्। यो चाहिँ मेरो हल हो, मेरो मम्मीको। यो चाहिँ कोठा रहेको छ, यो कपडा रहेको छ, यिनी ब्याग म देखाउँछु तपाईँलाई। लाइट जलाएपछि मेरो कोठा चाहिँ यस्तो देखिन्छ। मोबाइलमा राम्रो नदेखिन्छ, रियलमा चाहिँ छ है। यिनी चाहिँ मैले ड्रइङ बनाएको। यो चाहिँ मैले साँच्चै बनाएको, मैले हातले बनाएको हो। यो पनि, यिनी चाहिँ मेरो कपी रहेको छ नि। यो चाहिँ 6 क्लासको कपी म्याथ। यो सामाजिक, यो औजार बक्स चाहिँ मेरो यति रहेको छ। यिनी चाहिँ मेरो कोठाको भ्यू। मेरो कोठा चाहिँ यस्तो रहेको छ गाइस। ल भेट्छौँ अर्को मिनी